हाम्रो बानीहरू यति धेरै बिग्रेको छ, तपाईँ यो भिडियो पनि पुरै हेर्न सक्नुहुन्न। एउटा कुरा याद राख्नुहोस् कि मान्छेहरू यस्तो व्यक्तिसँग डराउँछन् या रेस्पेक्ट गर्छन् जो चाहिँ एकदमै धेरै डिसिप्लिन्ड अनि ह्याबिट चाहिँ उनीहरूको एकदम राम्रो हुन्छ। यो भिडियोमा हामी सिक्नेछौँ गुड ह्याबिट्सलाई कसरी इन्कर्पोरेट गर्ने र ब्याड ह्याबिट्सलाई कसरी डिमिनिस गर्ने भनेर। यो एकदमै धेरै सिम्पल रुलमा डिपेन्डेड छ। गुड ह्याबिट्स मेक इट इजी एन्ड ब्याड ह्याबिट्स मेक इट डिफिकल्ट। तपाईँलाई आफ्नो लाइफमा राम्रो ह्याबिटहरू, राम्रो बानी व्यवहारहरू ल्याउन मन छ भने मेक इट इजी, अनि नराम्रो बानीहरूलाई त्याग्न मन छ भने मेक इट डिफिकल्ट। फर इक्जाम्पल, तपाईँलाई दिनमा कम्तीमा नै 3 देखि 5 लिटर पानी पिउन मन छ भने आफ्नो टु डु लिस्टमा ड्रिङ्क 3 to 5 liters अफ वाटर भनेर मात्र हुँदैन। यु हेभ टु बिल्ड अ सिस्टम, यु हेभ टु बिल्ड ह्याबिट्स। त्यसको लागि यु हेभ टु मेक द्याट ह्याबिट इजी। बिहान उठ्ने बित्तिकै 4-5 वटा बोतलमा पानी भरेर आफ्नो कोठामा, अरू रुमहरूमा, घरभरि सबै ठाउँ राखिदिने। एउटा बोतल आफ्नो रुममा, एउटा बोतल आफ्नो सिटिङ रुममा, एउटा बोतल आफ्नो मम ड्याडको रुममा, एउटा बोतल आफ्नो किचनमा, सबै ठाउँमा आफ्नो पानीको बोतल राख्ने। त्यो भयो भने तपाईँको फ्रिक्सन डेफिनेटली कम हुने भयो। सिटिङ रुममा बसेर टिभी हेर्दै हुनुहुन्छ, पानी पिउन तपाईँलाई सजिलो हुन्छ। उठेर किचनमा फेरि पानी भरेर खाएर फेरि गिलासहरू माझेर आइरहनु पर्दैन। तपाईँको अलरेडी सिस्टम एकदमै धेरै क्लियर छ। जस्तै तपाईँलाई बिहान मर्निङ वकको लागि जान मन छ भने आई विल गो फर मर्निङ वक भनेर सिस्टममा लेखेर या रिमाइन्डर राखेर मात्र हुँदैन। यु हेभ टु मेक इट इजी। त्यो ह्याबिटलाई चाहिँ जति सक्दो सरल बनाउनु पर्यो। के गर्दा हुन्छ भन्दाखेरि वकमा जाँदा जे लुगा लाउनुहुन्छ, सुत्दाखेरि त्यही लुगा राखेर सुत्दिनु। त्यो भयो भने उठ्ने बित्तिकै तपाईँले चेन्ज गर्ने लुगा कहाँ छ, के छ सोचिरहनु परेन। आफ्नो खाटकै अगाडि, बेडकै तल आफ्नो सुज र सक्स रेडी हुनु पर्यो। बिहान उठ्ने बित्तिकै मेरो मोजा कहाँ छ, जुत्ता कहाँ छ भनेर खोज्न थाल्नुभयो भने इट विल क्रिएट अ फ्रिक्सन। कसरी सजिलो गर्ने त भन्दाखेरि आफ्नो आउटफिट, आफ्नो क्लोज, आफ्नो सुज, आफ्नो सक्स अलरेडी खाटको बाहिर हुनु पर्यो। उठ्ने बित्तिकै सिधै आफ्नो जुत्ता लगाउने, त्यसपछि फ्रेस भएर यु क्यान गो फर अ वक। हामी डिसिप्लिन हुनको लागि गुड ह्याबिट्स त आयो, तर ब्याड ह्याबिट्सलाई कसरी रिड्युस गर्ने त, कि कसरी एलिमिनेट गर्ने त, त्यो पनि चाहिँ सिक्नुपर्छ। मैले फेरि पनि भनिहालेँ, ब्याड ह्याबिट्सको लागि चाहिँ मेक इट डिफिकल्ट। जस्तै तपाईँलाई एकदमै धेरै गेम खेल्न मन लाग्छ, पब्जी खेल्न मन लाग्छ भने खेल्नु, नखेल्नु होइन, तर त्यसलाई अलिकति गाह्रो बनाउनु। जस्तै कि एभ्री टाइम खेलिसकेपछि मोबाइलबाट पब्जी डिलिट गरिदिनु, नेक्स्ट टाइम खेल्नुभन्दा अगाडि फेरि डाउनलोड गर्नु अनि फेरि खेल्नु, तर फेरि खेलिसकेपछि फेरि डिलिट गरिदिनु। त्यसले के गरिदिन्छ भन्दाखेरि फ्रिक्सन क्रिएट गरिदिन्छ। तपाईँ गेम खेल्नुहुन्छ, इन्जोय गर्नुहुन्छ, तर तपाईँलाई अलिकति पेसेन्स लेभल बढाइदियो। तपाईँले डाउनलोड गर्नु पर्यो, वेट गर्नु पर्यो, कहिलेकाहीँ इन्टरनेट कनेक्सन छैन भने नखेलौँ न भन्ने पनि फिल हुनसक्छ। त्यसले गर्दाखेरि तपाईँको ब्याड ह्याबिटलाई रिड्युस गर्न एकदमै धेरै हेल्प गर्छ। जस्तै तपाईँलाई स्मोकिङको प्रब्लम छ भने आफूसँग गोजीमा किनेर सिगरेट, लाइटर कहिल्यै पनि नराख्ने। तपाईँको गोजीमै चुरोट छ भने तपाईँ खाइहाल्नुहुन्छ। त्यो भएर मेक इट डिफिकल्ट। जस्तै एउटा लोकेसन सेलेक्ट गर्नु, जस्तै माथिको पहाडमा गएर मात्र म चुरोट खान्छु, चुरोट नखाने होइन, तर खाएँ भने चाहिँ माथिको पहाडमा गएर मात्र खान्छु भनेर आफूलाई भन्नु। त्यो भयो भने एभ्री टाइम यु वान्ट स्मोक यु हेभ टु क्लाइम्ब अप टु द हिल। माथिसम्म जानु पर्यो अनि खाएर आउनुहुन्छ। खानुहुन्छ, सन्तुष्ट मिल्छ, तर जाँदा आउँदा त्यो फ्रिक्सन क्रिएट भयो। बिस्तारै तपाईँलाई 1 हप्ता 2 हप्तापछि बिस्तारै त्यो लत बिस्तारै छुट्दै जान्छ, ब्याड ह्याबिट बिस्तारै हट्दै जान्छ। यो टेक्निक चाहिँ मैले जेम्स क्लियरको एटमिक ह्याबिट्स भन्ने किताबबाट सिकेको हो। तपाईँलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने च्यानललाई सब्सक्राइब गर्नु होला। मेरो भिडियोजको थ्रु तपाईँले आफ्नो सेल्फ इम्प्रुभमेन्ट जर्नी स्टार्ट गर्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।